हेलो नमस्ते शुभ बिहानी सबैजनालाई। हामी चाहिँ जुम्बा फ्यामिलीबाट चाहिँ आज हाइकिङ जाँदैछौँ। सबैजना रेडी भएर सामानहरू तयार गरेर एकदम सँग हामी तयारी मोडमा छौँ। अनि त्यसपछि यसो सेल्फी पनि लिँदैछौँ हामीहरू है। एकदम रमाइलो पार्टीहरू छौँ सबै दिदीबहिनीहरू। ल हामी चाहिँ लाग्यौँ है, सबै साथी दिदीबहिनीहरू झोला झ्याम्टा बोकेर चाहिँ हामी चाहिँ हाइकिङ जाँदैछौँ। धरान शिवजट्टा भन्ने ठाउँमा है। हामी चाहिँ धरान आइपुगेर हामी चाहिँ उकालोतर्फ लाग्दैछौँ। रमाइलो गर्दै यति रमाइलो वातावरण छ, स्वच्छ वातावरणले त हामीलाई मनै एकदम उमङ्ग बनाएको छ है। यस्तो रमाइलो भयो, रमाइलो गर्दै हामी उकालो चढ्दैछौँ। अनि हामी चाहिँ कफी खानेतर्फ लागि कफी पनि त्यसै गरेर हिँड्दैछौँ। हामी उकालो लाग्दैछौँ, ओह्रालो उकालो गर्दै हामी जाँदैछौँ एकदम रमाइलोसँग है। हरियाली हामीले चाहिँ एकदम पहिलोचोटि हो यो हाइकिङ चाहिँ। हामी सबै दिदीबहिनीहरू म्यामहरू चाहिँ एकदम रमाइलो हुनुहुन्थ्यो है। अनि त्यसपछि हामी गाउँदै अनि त्यसपछि डोरी खेल्दै दौडिँदै रमाइलो गर्दै हामी जाँदैछौँ। एकदम इन्जोय गरेर हजुरहरू पनि घुम्न आउनु होला है। अनि धरानको शिवजट्टा भन्ने ठाउँमा आउनुहोस्, हजुरहरू पनि भिजिट गर्नुहोस्। यस्तो रमाइलो ठाउँ छ है। अनि हामी चाहिँ आलु पकौडा खायौँ। त्यसपछि मैले चाहिँ एकदम सानो सानो मोमेन्टहरू यस्तो मनपर्छ। अनि फोटो खिच्दै हिँड्यौँ। अनि त्यसपछि यहाँ हामी ग्रुपमा पनि फोटो खिच्यौँ, क्लिप गऱ्यौँ। ल हामी चाहिँ शिवजट्टा मन्दिर प्रवेश गऱ्यौँ है। उहाँ चाहिँ मन्दिर पनि छ। हामी यहाँ प्रवेश गरेर चाहिँ एकदम इन्जोय गर्नेछौँ साथीहरू। आमामा के साह्रो रमाइ नाची हामी चाहिँ हरियालीसँग एकदम खुसी साथ हामी जाँदैछौँ है। उकालो भए पनि त्यो उकालोको फिलै भएन क्या, रमाइलो भएकोले गर्दाखेरि चाहिँ साथी यस्तो हुँदो रहेछ क्या। रमाइलो क्षण चाहिँ यति मजा लिँदै हिँड्दैछौँ है। मेरो चाहिँ खुट्टा दुखे पनि त्यो रमाइलोले गर्दाखेरि चाहिँ मैले त्यो खुट्टा दुखेको पनि बिर्सेँ है। कस्तो दुख्छ नि त खुट्टा मेरो चाहिँ। अनि कुकुर पनि एकदम साथी हाम्रो परैदेखिको आधी बाटोदेखि साथी भएर आइरहेछ कुकुर पनि है। यति रमाइलो। अनि यहाँनिर चाहिँ पानी झरिरहेछ, यस्तो राम्रो डाँडा छ हेर्नु न। यहाँनिर चाहिँ आमामा राम्रीहरू हामी सबैजना एकदम ब्युटिफुलहरू छौँ है। हामी चाहिँ गाइज सबैजना रमाइलो पार्टीहरू सबजना। वहाँनिर चाहिँ हिँड्नु नसकेर मेरो साथीहरू चाहिँ तल हुनुहुन्छ। अनि अर्को ग्याङ पनि छ तल छ। हामी चाहिँ अलि अगाडि छौँ। हामी चाहिँ आइसक्यौँ साथीहरू। अनि चटपटे बनाउने, खाने, रमाइलो गर्ने भन्दै काटकुट गरिरहेछ हामी सबैजना है। अनि वहाँनिर चाहिँ हेर्नु त पानी पनि सरर झर्नाहरू बगिरहेछ। डाँडा काँडा खुल्लाको बिचमा हामी चाहिँ बसिरहेको छौँ। अनि दिदीले अन्डा पनि ल्याउनु भएको, त्यो अन्डासँग अनि अचारसँग चपचप गरेर खाएको। अनि आलु पनि यस्तो मिठो त्यो उसिनेर लिएर आउनुभएको छोप लगाएर मैले त यति आधी केजी नै खाएँ होला सायद। अनि हामी चाहिँ यहाँनिर चटपटे लगातार खाने क्रम मात्रै हुँदैछ है। चटपटे बनाएँ, मैले मोलेको थिएँ। एकदम मिठो है। हजुरहरू चाहिँ कति मोमेन्टहरू चाहिँ छुट्यो देखाउन पाएन, किनभने मेरो मोबाइलमा चार्जै थिएन नि त, सकियो। अनि कति धेरै मोमेन्टहरू चाहिँ बिर्सेँ, सरी है। हजुरहरू पनि यो भिडियो हेरेर एकदम रमाइलो गर्नुहोस्। हेर्न यति मिठो छ, चटपटे थुकै आउने गरी। हजुरहरूलाई पनि मनपर्छ होला है। सबैजना इन्जोय गर्नु होला है। हामी चाहिँ एकदम फोटोसोटो खिचेर इन्जोय गऱ्यौँ। हजुरहरू पनि इन्जोय गर्नु होला हेरेर।